रवि दाई, त्यो मखमली माला अझैसम्म पनि जस्ताको तस्तै छ दाई। दैलोमा ओखर फोर्दा साँच्चै तिम्रो अघि घुमिरहेका दानवहरूको टाउको फोर्दैछु। एकैछिनै दर्शक दर्शकहरू, ओहो यति राम्रो कविता रवि लामिछानेको बहिनीले, जुन अहिले रवि लामिछाने दुःख पाइरहेको छ नि, त्यही दुःखलाई समेटेर एउटा कविता लेख्नु भएको रहेछ। मात्र 3 मिनटको चाहिँ। तपाईँको आँखाबाट आँसु झरेन भने मेरो भिडियोलाई लाइक नगर्नु होला। 3 मिनटको चाहिँ हेरिदिनु होला प्लिज। रवि दाई, तिमी सारा जनताको आशा हौ, भरोसा हौ, प्रेरणा हौ। तिमीमा यस्तो दिव्य शक्ति छ, त्यो शक्तिले तिम्रो वरिपरि मुडारिएका भस्मासुरहरूलाई भस्म पारिदिन्छ। सारा नेपालीलाई थाहा छ दाई, तिमीले कति दुःख कष्ट भोग्यौ भनेर। नातिनु मेरो दाई, काँधमा देशको जिम्मेवारी छ, जनताको आशा छ। तिमीले हार्नु हुँदैन। तिमीले हारे देश हार्छ दाई। तिम्रो त्यो तेज आँखा, तिम्रो आँखामा हेर्दा छुट्टै ऊर्जा आउँछ। अनि तिम्रो त्यो लक्षणको पाइला, तिमीले जहाँ कुल्चिन्छौ नि त्यही ठाउँ विजयी हुन्छौ। तिम्रो पछाडि तिमीलाई सिद्ध्याउन जो लाग्छ त्यो नै सकिन्छ दाई। तिमी धेरै नेपालीको आशाको केन्द्र भइसक्यौ। अब तिम्रो पालो आएको छ। त्यो आशाको दियो निम्न नदिनु है। तिहारको दिन तिम्रो हरेक दुःख पीर हटुन् भनेर सप्तरङ्गी टीका लगाइदिएको थिएँ। त्यो मखमली माला अझैसम्म पनि जस्ताको तस्तै छ दाई। दैलोमा ओखर फोर्दा साँच्चै तिम्रो अघि घुमिरहेका दानवहरूको टाउको फोर्दैछु जस्तो लागिरहेको थियो। ती तेलका रेखीहरू लगाउँदा तिम्रा अगाडि मुडारिरहेका दैत्यहरू चिप्लिरहेको आवाज भइरहेको थियो। सत्यले कहिल्यै हार्दैन दाई। तिम्रो जित हुनेछ, हाम्रो जित हुनेछ। यो बहिनीको आशीर्वाद सधैँ छ दाई तिमीसँग। यो लडाई अब तिम्रो मात्र लडाई होइन। यो लडाई त अब सारा देशप्रेमी, न्यायप्रेमी नागरिकहरूको पनि लडाई हुनेछ। यो लडाईमा सारा नेपालीहरू तिम्रो साथमा छन् दाई। हामी जित्छौं। हाम्रो सुन्दर नेपाल बनाउने सपना साकार हुनेछ एक दिन। बस तिमी थाक्नु हुँदैन। चितवनबाट सुरु हुन लागेको समाधान र सम्भावनाको संकल्प राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिशोध होइन सुधारको यात्रामा अटल छ। भ्रष्टाचार, कुशासन र अन्याय विरुद्ध अब गाउँ गाउँ, बस्ती बस्तीमा जाने बेला आएको छ। दर्शकवृन्द, यो बहिनीको पोएम कविता कस्तो लाग्यो तपाईहरुलाई? यदि तपाईहरुलाई मन पर्यो, यदि तपाईहरुको आँखाबाट पक्कै आँसु झर्यो भने यो भिडियोलाई लाइक र शेयर गरिदिनुस् त।